हेलो एभ्रिवान, नमस्कार, गुड इभिनिङ। के छ तपाईँहरूको हालखबर? आज म फेरि पनि उपस्थित भइसकेको छु एउटा सानोतिनो मनोरञ्जन भ्लग लिएर। तपाईँहरू हेर्दै हुनुहुन्छ, मेरो साइडमा हुनुहुन्छ अप्पु फ्रम मलेसिया। के छ मलेसिया? ठिक छ भाइ। इङ्ग्लिस चाहिँ यसलाई अरे नेपाली चाहिँ बोल्न आउँछ होइन अलिअलि। जे होस्, नेपालीसँग गोलमेल गर्छ बस्छ। यो चाहिँ हाम्रो एक्सेप्ट भाइ भयो। कहाँ अरे तिम्रो घर भन? नेपाल त फेरि बोल्ने स्थितिमा भन नि तिमी। नेपाल कुन ठाउँमा? रोल्पा। यहाँ हाम्रो दाई हुनुहुन्छ, दामोदर दाई। हेलो दाई, के छ? कहाँबाट हो दाई तपाईँ? यसो भनिदिनु पऱ्यो। ल, लाज मानेर केही छैन हो। ठिक छ ल। कहाँ केटाहरू बसिरहेको छ। अरू कुरा म तपाईँहरूलाई पछि देखाउँदै गर्छु, चिन्ता लिनु पर्दैन। सेन्डी गाना लाग्छ यार। भाइब्स मिल्यो, भाइब्स मिल्यो। हेलो हेलो हेलो, हामी फाइनली यहाँ के त परेर हामी रेडाङ टापुमा जाने भनेको कुरा। हामी अब यहाँ यस्तोमा आइसकेको छौँ। टक्क लगाएर यहाँ सबै हाम्रो नेपाली दाजुभाइ हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो अशोक दाई हुनुभयो, उहाँ चाहिँ हाम्रो मामा हुनुभयो होइन। अनि त्यसपछि टक्क लगाएर अब हामी जाँदैछौँ। बोटहरू तपाईँहरू हेर्नु सक्नुहुन्छ, कति धेरै बोटहरू लगाइरहेछ। तर सबैमा हामी जाने होइन, 2-3वटामा जाने हो। यहाँ त खासै केही त्यस्तो लागेन मलाई। अब उता गएपछि तपाईँलाई टक्क लगाएर देखाउँछु कस्तो छ के छ होइन स्थिति। पहिला चाहिँ यति है त। अब हामी आफ्नो गन्तव्यतिर लाग्यौँ होइन। कति यता आउनु हौ? अब होइन, सबैजना हामी आफ्नो ठाउँबाट जान लाग्छन्। अरू केटाहरू उताबाट आउँदैछन्। ल सबैले एकचोटि आइ गर्ने यता। टक्क लगाएर यहाँ दाइहरू बसिरहेको छन् सबैजना होइन। ए यता छन् मामेश्री। लाएर अब गइन्छ। अगाडिको भ्यू म तपाईँहरूलाई देखाइदिइरहन्छु अलिअलि। हामी यहाँ अब समुद्रको बिचमा जान लाग्छौँ। हेर्दै हुनुहुन्छ, यो अलिकति उयोहरू छ। मामाश्री अनि कस्तो ठिक छ नि होइन? अवस्था रमाइलो भएको छ कि छैन? मामा त सिन हेर्दामै व्यस्त हुनुहुन्छ होइन। अरू सबजना आफ्नो भिडियो बनाउनुदेखि लिएर फोटोसोटो खिच्न। के छ दाइ? के दाइ भनेपछि सबै हो नि? ल दाइलाई ढोक गर म। ठिकै छ, बिस्तारै जाँदैछौँ। ए समुद्रको पानी त खै निलो हुँदै हुँदै यहाँ त हरियो न हरियो छ। हामी समुद्रमा छिरिसकेको छ।